कतै तपाईँको फेसबुक आइडी त ह्याक भएको छैन? यी सेटिङ अहिले नै चेक गर्नुहोस्, नत्र भने तपाईँको आइडी ह्याक हुन सक्छ। आउनुहोस् साथीहरू, यो भिडियोमा म तपाईँलाई सिकाउने छु कि तपाईँको फेसबुक आइडी ह्याक भएको छ कि छैन भनेर। नमस्ते साथीहरू, स्वागत छ तपाईँलाई मेरो च्यानल सजिलो 30 मा। र यो आजको भिडियोमा म तपाईँलाई सिकाउन गइरहेको छु कि हाम्रो फेसबुक आइडी ह्याक भएको छ कि छैन भनेर। तपाईँको फेसबुक आइडी जुन तपाईँले चलाउने गरिरहनु भएको छ अनि त्यो फेसबुक आइडी ह्याक भएको छ कि छैन भनेर म तपाईँलाई यो भिडियोमा सिकाउने छु। अनि हामीहरूले धेरै फेसबुक चलाइरहेका छौँ हो साथीहरू, हामीलाई थाहा हुँदैन कि हामीले फेसबुक चलाउने गर्दाखेरि हाम्रो आइडी ह्याक भएको छ कि छैन, कसको फोनमा लगइन भयो लगआउट भयो थाहा हुँदैन। तर आजको यो भिडियोमा म तपाईँलाई सिकाउने छु कि हाम्रो फेसबुक आइडी लगइन कसकोमा भयो, कसकोमा भएन, र कसले चलायो, र यदि त्यो चलाएको छ भने पनि कुन ठाउँदेखि चलाएको छ, र त्यो ठाउँदेखि हामी चाहिँ र त्यो अरू फोनमा लगइन भएको छ हामी कसरी चाहिँ त्यहाँदेखि लगआउट गर्न सक्छौँ भनेर म तपाईँलाई यस भिडियोमा सिकाउँछु। र यो भिडियो तपाईँहरूको लागि एकदमै महत्त्वपूर्ण हुनेछ साथी। त्यस कारणले यो भिडियो सुरुदेखि अन्त्यसम्म हेर्नुहोस्, नत्र भने तपाईँले महत्त्वपूर्ण ठाउँहरूमा के गर्ने भन्ने तपाईँलाई छुटाउनुहुन्छ। कृपया भिडियो सुरुदेखि अन्त्यसम्म हेर्नुहोस् र म तपाईँलाई यो भिडियोमा सिकाउने छु कि हाम्रो फेसबुक आइडी चाहिँ कसरी हामी प्रोटेक्ट गर्न सक्छौँ भनेर। आउनुहोस् साथीहरू, यो भिडियो सुरु गरौँ। तपाईँहरूको फेसबुक आइडी ह्याक भएको छ कि छैन भनेर हेर्नको निम्ति तपाईँ आफ्नै फेसबुक एप्स ओपन गर्नुपर्ने हुनुहुन्छ। र यदि तपाईँसँग फेसबुक एप्स छ भने ठिकै छ, तपाईँ ओपन गर्न सक्नुहुन्छ, र छैन भने तपाईँ प्ले स्टोरमा गएर सर्च गर्नुहोला फेसबुक एप्स, अनि तपाईँले त्यहाँ पाउन सक्नुहुन्छ फेसबुक एप्स, र त्यसलाई डाउनलोड गरेर ओपन गर्नुहोला। र म यहाँ फेसबुक एप्स ओपन गर्न गइरहेको छु, देख्न सक्नुहुन्छ यो ओपन भयो। अनि त्यसपछि तपाईँ सेटिङमा जानुहोला र प्रोफाइलमा टच गरेपछि तपाईँले सेटिङ भेट्न सक्नुहुन्छ। यहाँ माथि देब्रे हातको माथिपट्टि यो तीनवटा लाइन छ, यहाँ टच गर्नुहोला। जसै तपाईँ यो टच गर्नुहुन्छ तब तपाईँ देख्न सक्नुहुन्छ कि तल सेटिङ एन्ड प्राइभेसी, तपाईँ चाहिँ यो सेटिङ एन्ड प्राइभेसीमा आएर टच गर्नुहोस्। र जसै यो टच गर्नुहुन्छ तपाईँ देख्न सक्नुहुन्छ यहाँ धेरै प्रकारका, अनि तपाईँले अरू कतै नजानुहोस् र तपाईँ आफ्नै सेटिङमा जानुहोस्। अनि जसै तपाईँको सेटिङ खोल्छ तब तपाईँले देख्न सक्नुहुन्छ यहाँ अकाउन्ट सेन्टर, र तपाईँ यो तपाईँको अकाउन्ट सेन्टरमा जानुहोस्। अनि अकाउन्ट सेन्टर टच गरेपछि यस्तो इन्टरफेस खुल्छ, र तपाईँ यहाँ चाहिँ देख्न सक्नुहुन्छ कि प्रोफाइल एन्ड पर्सनल डिटेल्स, यहाँ पनि तपाईँ नजानुहोस्। र तपाईँ र मेरो काम भनेको चाहिँ पासवर्ड एन्ड सेक्युरिटीमा र अन्य थुप्रै फिचरहरू छन्, तर यहाँ अहिले हामी जाँदैनौँ। र हाम्रो काम भनेको चाहिँ पासवर्ड एन्ड सेक्युरिटीमा, र यहाँ हामी जानेछौँ। यहाँ टच गर्नुहोस्। जसै तपाईँ यहाँ जानुहुन्छ तपाईँ देख्न सक्नुहुन्छ कि पासवर्ड एन्ड सेक्युरिटी लगइन एन्ड रिकभरी, र तपाईँले यदि आफ्नो पासवर्ड रिकभरी गर्न चाहनुहुन्छ भने पनि यही देखियो। र तपाईँ देख्न सक्नुहुन्छ यहाँ तपाईँ आफ्नो पासवर्ड चेन्ज गर्न सक्नुहुन्छ, 2 फ्याक्टर्स एथेन्टिकेसन राख्न सक्नुहुन्छ, आफ्नो सेभ लगइन हेर्न सक्नुहुन्छ। अनि त्यसै गरी हाम्रो काम यिनीहरू कतै पनि होइन, र हाम्रो काम भनेको चाहिँ वेयर यु आर लग इन, भनेको चाहिँ तपाईँ कहाँ लगइन गर्नुभयो, कहाँबाट। हाम्रो काम भनेको त्यही नै हेर्ने हो। र त्यसैले हामी चाहिँ यहाँ वेयर यु आर लग्ड इनमा टच गर्नेछौँ। तपाईँहरू मसँग यहाँ टच गर्नुहोस्। अनि जसै तपाईँ देख्न सक्नुहुन्छ यहाँ, अनि यसले भनेको छ कि वेयर यु आर लगइन, सी वाच डिभाइसेस आर युज इन लगइन। यहाँ यसले भन्छ कि तपाईँ कहाँ लगइन भयो र कुन डिभाइसमा लगइन भयो हुनुभयो भन्ने कुरा चाहिँ यसले हामीलाई देखाउँदछ। र अहिले चाहिँ मेरो फोनमा देख्न सक्नुहुन्छ कि मेरो अकाउन्ट कुन फोनमा लगइन भएको छ। तपाईँ देख्न सक्नुहुन्छ यो मेरो एउटा फेसबुकमा लगइन छ, र अर्को भनेको चाहिँ इन्स्टाको यहाँ देखाइरहेको छ। र हामी चाहिँ फेसबुकमा हेर्नेछौँ, र माथिल्लोमा म टच गर्नेछु। अनि त्यसै गरी तपाईँ देख्न सक्नुहुन्छ यहाँ मेरो चाहिँ दुईवटामा लगइन भएको देख्न सक्नुहुन्छ। एउटा चाहिँ नेपालमा, अर्को चाहिँ अननोन लोकेसनमा भनेको छ, थाहा नभएको। र त्यसै गरी यहाँ देख्न सक्नुहुन्छ दुईवटामा यो चाहिँ कुन चाहिँ फोन तपाईँको, त्यही अनुसार तपाईँ राख्न सक्नुहुन्छ। यदि यो तपाईँको हो भने तपाईँ यो यतिकै छ गरिदिनुहोस्, र होइन भने चाहिँ यसलाई सिलेक्ट गरेर यसलाई तपाईँले डिलिट गर्नुपर्ने हुन्छ। नत्र पनि तपाईँको आइडी यो ह्याक भएको नभएको यहीँदेखि थाहा हुन्छ। अरू फोनमा छ भने तपाईँ यसलाई लगआउट गर्न सक्नुहुन्छ। यहाँ जानुहोस् र यसलाई यहाँ गएर लगआउट गरिदिन सक्नुहुन्छ।
यस्तो गरेर अनि यहाँ लगआउट गरिदिनुहोस्। यसले चाहिँ तपाईँलाई कन्फर्मेसन कोड माग्छ र तपाईँले कन्फर्मेसन कोड चाहिँ राख्नुपर्ने हुन्छ र कन्फर्मेसन कोड तपाईँले यसमा जिमेलमा आउँछ, तपाईँको जिमेल अथवा तपाईँको नम्बर अथवा वाट्सएपमा आउँछ र जस्ट उडाउन सक्नुहुन्छ। तपाईँले यसलाई अनि तपाईँले यति गरेपछि तपाईँको फोनदेखि त्यो अरू फोनमा लगइन छ भने तपाईँ उडाउन सक्नुहुन्छ। यही नै प्रोसेस, तपाईँले यही नै फलो गर्न सक्नुहुन्छ। कस्तो लाग्यो साथीहरूलाई यो भिडियो? कृपया प्रतिक्रिया दिनुहोला। यदि भिडियो मन परेमा लाइक सेयर र कमेन्ट गर्नुहोस् र यदि तपाईँ पनि आफ्नो साथीहरूको आफन्तहरूको फेसबुक आइडी सेभ होस् भन्ने चाहनुहुन्छ भने कृपया यो भिडियो तपाईँको आफन्तहरूलाई सेयर गर्नुहोस्, ताकि यो तपाईँको एउटा सेयरले तपाईँहरूको आफन्तहरूको फेसबुक आइडी ह्याक नहोस्। अनि अर्को समयमा साथीहरू म तपाईँहरूको सामान्य अर्को भिडियो लिएर नै आउनेछु कि हामी फेसबुक आइडी र इन्स्टा आइडी चाहिँ कसरी चाहिँ कनेक्ट गर्न सक्छौँ र फेसबुकबाट अपलोड गरेको भिडियो कसरी चाहिँ इन्स्टासम्म पुग्छ, एउटैबाट दुईतिर काम कसरी हुन्छ भन्ने कुरा चाहिँ म सिकाउनेछु। कृपया भिडियो लाइक सेयर र सब्सक्राइब गर्न नभुल्नुहोस् र मसँगै रहनुहोस्। धन्यवाद।